चली उहाँभन्दा पहिले पानीपट्टि जान लाग्नुभयो। अनि भिडलाई पीडा गरिसक्नु भएपछि उहाँ एक्लै प्रार्थना गर्न दारामा उफ्रनु भयो। अनि साँझ पर्दा उहाँ एक्लै त्यहाँ हुनुहुन्थ्यो। तर डुङ्गा त्यही बेला किनारदेखि समुद्रमा धेरै टाढा पुगिसकेको थियो। अनि हावा उल्टो भएको हुनाले डुङ्गा चलेको अनि छालको चपेटमा परेको थियो। बिहान 3 बजेतिर उहाँ समुद्रमा हिँड्दै तिनीहरूका आउनुभयो। जब चेलाहरूले उहाँलाई समुद्रमाथि हिँड्नु भएको देखे तब डराएर तिनीहरूले भने यो त भूत हो र तिनीहरूले डरले चिच्चाए। तर येशूले झट्टै तिनीहरूलाई यसो भन्नुभयो, साहस गर, मनै हो, नडराऊ। पत्रुसले उहाँलाई भने, हे प्रभु, तपाईँ नै हुनुहुन्छ भने मलाई तपाईँ कहाँ पानीमाथि आउने आज्ञा दिनुहोस्। उहाँले भन्नुभयो, आऊ। अनि पत्रुस डुङ्गाबाट ओर्लेर येशू कहाँ जानलाई पानीमाथि हिँड्न लागे। तर पटास जोडले चलेको देखेर तिनी डराएर जब डुब्नै लागे तब तिनले चिचाएर भने, हे प्रभु मलाई बचाउनुहोस् भनेर यसरी यहाँ लेखेका छन्। अनि तब येशूले झट्ट हात पसारेर तिनलाई समातिहाल्नुभयो र तिनलाई भन्नुभयो, ए अल्पविश्वासी, किन शङ्का गर्यो? हालेलुया, हालेलुया। अनि यहाँ चाहिँ परमेश्वरको वचनले चाहिँ हामीलाई भन्नुभएको छ कि हामी चाहिँ मट्टीको नयाँ करारदेखि लिएर हामी पछिसम्म हेर्ने भने सबै हाम्रो येशूको पछि भिड लागेको। जहाँ चाहिँ हामी परमेश्वरको वचनले भन्छ उहाँ चाहिँ हिँड्ने ठाउँ पनि थिएन, जम्मै भिडले उहाँलाई पछ्याउने गर्थ्यो। हालेलुया। आज परमेश्वरलाई पछ्याएको कारण साँच्चै यहाँ चाहिँ उहाँले भिडलाई पीडा गरिसक्नु हुँदा चेलाहरूलाई डुङ्गामा चढी उहाँभन्दा पहिले पानीपट्टि गएको उहाँले देख्नुभयो। अनि उहाँले चाहिँ भिडलाई पीडा गरिसक्नु भएपछि उहाँ एक्लै प्रार्थना गर्नको लागि डाँडामा ओर्लिनु भएको अनि गइराखेको उक्लिनु भएको कुरा चाहिँ यहाँ परमेश्वरको वचनले तपाईँलाई मलाई बताउनुहुन्छ कि साँझ पर्दा उहाँ एक्लै त्यहाँ हुनुहुन्थ्यो। तर डुङ्गा त्यही बेलासम्म किनारको समुद्रमा धेरै टाढा पुगिसकेको थियो। हालेलुया। अनि हामी चाहिँ परमेश्वरको जम्मै भिडले परमेश्वरलाई पछ्याइराखेको जम्मै उहाँको पछि हिँडेको परमेश्वरको वचनले भिडलाई पीडा गरेको भन्ने कुरा परमेश्वरको वचनले तपाईँलाई मलाई भन्दै हुनुहुन्छ। अनि परमेश्वरको वचनलाई हामी चाहिँ सुन्दै गर्दा आज तपाईँ र मलाई पनि संसारका मानिसहरूले हाम्रो असल व्यवहार देखेर संसारका मानिस हाम्रो पछि लाग्नुपर्छ। हालेलुया। अनि यहाँ चाहिँ जम्मै भिडले पछ्याएको कारण हाम्रो प्रभुले पीडा गरिसक्नु भएपछि उहाँ चाहिँ एक्लै डाँडामा प्रार्थना गर्नको लागि उहाँ चाहिँ डाँडामा उक्लिँदै हुनुहुन्छ। हालेलुया। अनि यहाँ चाहिँ परमेश्वरको वचनले भन्नुहुन्छ कि एकदमै यहाँ चाहिँ परमप्रभुले डुङ्गा त्यति बेलासम्म किनारको समुद्रमा धेरै टाढा पुगिसकेको थियो भनेर यसरी यहाँ परमेश्वरको वचनले भन्नुहुन्छ अरे। अनि हावा उल्टो भएको हुनाले डुङ्गा छालको चपेटमा परेको थियो। बिहान 3 बजेतिर उहाँ समुद्रमाथि हिँड्दै तिनीहरूको आउनुभयो। अनि जब चेलाहरूले उहाँलाई समुद्रमाथि हिँडिरहेको देखे तब तिनीहरू डराएर एउटा भूत हो र भनेर यसरी भन्दैछन्। हालेलुया। एउटा भूत हो भनेर उनीहरू डरले चिच्याउँदैछन्, उनीहरू डराउँदैछन् येशूलाई नचिनेर। तर परमेश्वरले भन्नुहुन्छ साँच्चै उनीहरूले चाहिँ चिच्याएको कारण डराएको कारण एउटा भूत हो र तिनीहरू डरले चिच्याए भनेर परमेश्वरको वचनले भन्दैछ। उनीहरू डरले के गरे? सबैले उनीहरू चाहिँ डरले एकदमै चिच्याउँदै थिए, एउटा भूत हो, सायद यसले हामीलाई लग्छ खान्छ होला भन्ने थियो होला है। अनि यहाँ चाहिँ परमेश्वरको वचनले भन्नुहुन्छ कि किनभने तर येशूले झट्टै तिनीहरूलाई यसो भन्नुभयो, साहस गर, नडराऊ, मनै हो। हालेलुया, हालेलुया। अनि परमेश्वरको वचनले चाहिँ तपाईँलाई मलाई भन्नुहुन्छ। अनि झट्टै उहाँले चाहिँ चेलाहरूलाई
साहस गर। हालेलुया। तर हाम्रो परमेश्वरको वचनले तपाईलाई भन्नुहुन्छ हाम्रो परमेश्वर तपाईँ र मेरो जीवनमा हुनुहुन्छ भने तपाईँ र म किन डराउने? हालेलुया। तपाईँ र म डराउनै पर्ने कुरा छैन, किनभने परमेश्वरको वचनले यहाँ चेलाहरूलाई भन्दै हुनुहुन्छ। आफ्नो चेलाहरूलाई मात्र परमेश्वरले भन्नु भएन, आज तपाईँ दाजुभाइ दिदीबहिनी हामी सबैलाई प्रभुले भन्दै हुनुहुन्छ। अनि उनीहरू चाहिँ तिनीहरू चाहिँ डरले चिचाएका छन्। अनि परमेश्वरले चाहिँ साहस गर, म नै हुँ, नडराऊ भनेर परमेश्वरको वचनले भन्दै हुनुहुन्छ। अनि पत्रुसले उहाँलाई भने, हे प्रभु तपाईँ नै हुनुहुन्छ भने मलाई तपाईँ कहाँ पानीमाथि आउने आज्ञा दिनुहोस्। के भने रे पत्रुसले के भने? सबैजनाले पत्रुसले यसुलाई के भन्दैछन् सुन्नुभयो? आज त साँच्चै परमेश्वरलाई यसुले पत्रुसले यसुलाई भन्दैछन् तपाईँ कहाँ पानीमाथि हिँड्नको लागि आउने आज्ञा मलाई दिनुहोस् भनेर उनीहरूले भन्दैछन् प्रभुलाई। अनि यहाँ चाहिँ उहाँले चाहिँ भन्नुभयो आऊ भन्नुभयो। हालेलुया। यसुले के भन्नुभयो? सबैले भन्नुहोस् त, यसुले के भन्नुभयो? सबैले एक स्वर मिलाएर भन्नुहोस् न। उहाँले भन्नुभयो आऊ भन्नुभयो। सबैले भन्नुहोस् है। हामी वचन सुन्दै गर्दाखेरि तपाईँ र जीवनबाट निस्कनुपर्छ हाम्रो बोलीहरू। परमेश्वरको आशिषको शब्दहरू हाम्रो जीवनबाट निस्कनुपर्छ। परमेश्वरले पत्रुसलाई भन्दै हुनुहुन्छ आऊ भनेर। हालेलुया। परमेश्वरले तपाईँ र मलाई बोलाउँदै हुनुहुन्छ। उहाँको महिमाको काम गर्नको लागि उहाँले तपाईँ मलाई आऊ मेरो छोराछोरी भन्दै हुनुहुन्छ। अनि तपाईँ र म चाहिँ उहाँले आऊ भन्दै गर्दाखेरि तपाईँ र म कतिपय अवस्थामा तपाईँ र म अटेरी भइराखेका छौँ। अटेरी भइराखेको अवस्थामा प्रभुले तपाईँ र मलाई बोलाउँदै हुनुहुन्छ। किनभने उहाँले पत्रुसलाई बोलाउँदै गर्दाखेरि पत्रुसले मलाई आउने आज्ञा दिनुहोस् भन्दैछन्। तपाईँ र मैले कहिले प्रभुलाई भन्यो म आउन चाहन्छु तपाईँको छेउमा भनेर। कहिले प्रभुसँग हामीले भन्यो प्रभु म तपाईँको नजिकमा आएर तपाईँको महिमाको लागि म काम गर्न चाहन्छु भने प्रभुसँग हामीले कहिले प्रश्न गरेर प्रार्थना गरेर छौँ हामीले। अनि यहाँ चाहिँ पत्रुसले तर उनले चाहिँ साहस गरेर मलाई आउने आज्ञा दिनुहोस् भन्दैछन्। अनि यसले चाहिँ भन्नुभएको छ, उहाँले भन्नुभयो आऊ भन्नुभएको छ। हालेलुया। हालेलुया। आऊ भन्नुभएको छ। अनि पत्रुस ढुङ्गाबाट ओर्लेर येशू कहाँ जानलाई पानीमाथि हिँड्न लागे। के गर्न लागे? पत्रुसले अब पानीमाथि हिँड्न लागेका छन् है। सुन्नुहोस् परमेश्वरको वचनले के भन्दैछ? अब पत्रुस हिँड्नै लागेका छन्। अब ढुङ्गाबाट ओर्लेर उनी तल गइसकेका छन्। अब हिँड्नको लागि उनले सुरु गर्दैछन्। तपाईँ र म भर्खर हिँड्ने भएको बेला ताते गरिराखेको जस्तै पत्रुस अब पानीमा जाँदैछन्। अब हिँड्नको लागि उनी तयारी भइराखेका छन्। हालेलुया। तयारी भइराखेका छन्। के गरिराखेका छन्? सबैजनाले तयार भइराखेका छन् भनिसक्यो। आज परमेश्वरको काम गर्नको लागि म पनि तयार भइराखेको छु भन्नुहोस्। परमेश्वरको काम गर्न आज तपाईँ र म तयारी भइराखेका छौँ। किनभने पत्रुस अब जानै लागेको छ है। अब के हुन्छ? उनी चाहिँ एकदमै म चाहिँ जान्छु भन्ने साहसै गरेको छ है। अब ऊ चाहिँ जान्छ कि जान्न हामी हेर्नेछौँ है। अनि तर बतास जोडले चलेको देखेर तिनी के गरे? सबैले अब बतास जोडले चलेको कारण पत्रुसले के गरे? पत्रुसले अब डराए। हालेलुया। अनि यहाँ परमेश्वरको वचनले भन्नुहुँदैछ परमेश्वरले त आऊ भन्नुभयो, शङ्का नगर भन्नुभयो, तर पत्रुसले चाहिँ अब डरायो, शङ्का गर्दैछ। हालेलुया। हालेलुया। सबैले एउटा ध्यान दिनु होला। अनि यहाँ चाहिँ पत्रुस अब डराए भनेर यहाँ परमेश्वरको वचनले तपाईँ मलाई भनिराख्नु भएको छ। अनि म पढ्दैछु, सबैजना ध्यान दिएर सुन्नु होला है। अनि यहाँ चाहिँ तर बडास जोडले चलेको कारण पत्रुसलाई डराएका छन्। र जब डुब्नै लागे तब तिनले चिचाएर भने हे प्रभु मलाई बचाउनुहोस्। हालेलुया। अनि यदि त्यो बेला प्रभुले आऊ भनेर आज्ञा दिइसक्नु भएको थियो नि। अनि त्यो बेला पत्रुसले शङ्का नगरेको
सक्नुहुन्थ्यो तर परमेश्वरले भन्नु भएन। हालेलुया। तर भन्नु भएन, पत्रुसलाई आऊ भन्नुभयो, आज्ञा दिनुभयो। पत्रुस अनि डुङ्गाबाट ओर्लेर हिँड्नको लागि, पानीमाथि हिँड्नको लागि ऊ चाहिँ ओर्लेर गइसक्यो अनि पटास गरेको कारण ऊ चाहिँ डराउँदैछ। के गर्दैछ? डराउँदैछ। सुन्नुहोस् है। अनि ऊ चाहिँ एकदमै तपाईँ साँच्चीकै मलाई बचाउनुहोस् भनेर भन्ने गर्दाखेरि हाम्रो परमेश्वर चाहिँ झट्टै उसलाई बचाउन जानुभएको छ। हालेलुया। यदि होइन उहाँले बचाउन, म बचाउँदैन, मैले आउने आज्ञा तँलाई दिइसकेको छु भन्न पनि सक्नुहुन्थ्यो तर परमेश्वरले पत्रुसलाई प्रेम गर्नुहुन्थ्यो। हालेलुया। तर परमेश्वरले पत्रुसलाई प्रेम गर्नुभएको कारण अनि यहाँ चाहिँ येशूले झट्टै हात पसारेर समातेर हाल्नुभयो र त्यसलाई भन्नुभयो, ए अल्पविश्वासी किन शङ्का गर्यो? हालेलुया। यदि पत्रुसले शङ्का नगरेको भए त ऊ परमेश्वरमा सिउरै जान्थ्यो नि, परमेश्वरमा अवश्य नै जान्थ्यो नि। ऊ परमेश्वरका हामी जानको लागि, हामीले कोही जानको लागि यस्तो कायदा लिएर हामी चाहिँ यस्तो उस्तो गरेर हामी त्यहाँबाट उताबाट भएर जानुपर्छ भनेर हामीले भनिराखेका हुन्छौँ। हामीले बाटो खोज्नको लागि हामीले जो मान्छेलाई भेट्यो भने हामी मान्छेको बाटो सोध्दै जान्छौँ नि है। त्यस्तो परमेश्वरको वचनले पनि यहाँ भन्दै हुनुहुन्छ। अब पत्रुसलाई शङ्का गरेको कारण आज पानीमाथि हिँड्न सकेको छैन। परमेश्वरले भन्नुहुन्छ, ए अल्पविश्वासी किन शङ्का गर्यौ भनेर यसरी भन्नुहुन्छ। अनि यहाँ चाहिँ हामी चाहिँ मजाको कुरा, किनभने आज उहाँले चाहिँ पत्रुसलाई बचाउनु भएको छ। पानीबाट उहाँले डुब्न दिनु भएन, उहाँले चाहिँ लिएर आउनुभयो। आफ्नो हातहरू पसारिकन उहाँले चाहिँ आफ्नो चेलालाई प्रेम गर्नुभएको छ। हालेलुया। सबैले हालेलुया। सबैको हात हालेलुया। हामी आनन्दित छौँ, हामी वचन सुन्दैछौँ अनि हामी चाहिँ परमेश्वरको वचन सुन्दै गर्दाखेरि पत्रुसले शङ्का गरेको कारण उनी पानीमाथि हिँड्न सकेको छैन। त्यसै गरी तर प्रभुले आज्ञा दिएर पनि उनी जान सकेनन्, तर उहाँले चाहिँ पत्रुसलाई प्रेम गरेर उहाँले डुब्न दिनु भएन। हालेलुया। परमेश्वरले डुब्न दिनु भएन। अनि तपाईँ र मलाई पनि हाम्रो पाइलाहरू लड्दै गर्दाखेरि परमेश्वर तपाईँ मलाई भन्नुहुन्छ, माथि उठ भन्नुहुन्छ। हालेलुया। हालेलुया। आज तपाईँ र मलाई परमेश्वरको वचनले भन्नुहुन्छ। आज तपाईँ र मेरो जीवनमा पनि ती शङ्काको कारण तपाईँ र हामी परमेश्वरको नजिक जान सकिराखेका छैनौँ। आज पत्रुसले किन शङ्का गर्यो होला? यदि बटासहरू जोडले चल्नुको कारण पनि ऊ चाहिँ शङ्का गरेर पानीमाथि हिँड्न सकेन, येशूलाई पुग्न सकेन। आज तपाईँ र मेरो जीवनमा पनि ती शङ्काको कारण, हाम्रो विश्वासमा शङ्का आएको कारण तपाईँ र म अगाडि बढ्न सकिराखेका छैनौँ। आज प्रभुले तपाईँ र मलाई आज पत्रुसलाई मात्र, आफ्नो चेलाहरूलाई मात्र उहाँले भन्नु भएन, तर तपाईँ र मलाई आज यीशुले तपाईँ र मलाई स्वयं आज तपाईँ र मलाई भन्दै हुनुहुन्छ। हालेलुया। आज येशूले तपाईँ र मलाई भन्दै हुनुहुन्छ, किनभने जम्मै भिडहरू उहाँको पछि लाग्दाखेरि पनि हाम्रो परमेश्वर आज तपाईँ जीवित परमेश्वरले चाहिँ आज हाम्रो जीवन उहाँले तपाईँ र मलाई उठाउन चाहनुहुन्छ। हालेलुया। अनि हामी सबैजनाले साँच्चै हामीले यो कुरालाई हेरिसकेका छौँ अनि हामीले यो कुरालाई नबिर्सौँ कि हाम्रो विश्वासमा शङ्का गर्नु भएन। हालेलुया। हाम्रो विश्वासमा शङ्का हुनै भएन, किनभने परमेश्वरको जीवित वचनले तपाईँहरूलाई शुद्ध पारिसकेको छ। हालेलुया। अनि हामीले अघि घोषणा पनि गरिसकेका छौँ, म परमेश्वरमा शुद्ध भइसकेको छु। सबैले भन्नुहोस्, स्वर मिलाएर भन्नुहोस् न सबैले, म परमेश्वरमा शुद्ध पारिसकेको छु भन्नुहोस्। आमेन। आमेन। तपाईँ म शुद्ध भइसकेका छौँ। हृदयबाट भन्नुभयो, हामी परमेश्वरको वचनमा हामी शुद्ध भइसकेका छौँ, पवित्र पारिसकेका छौँ। परमेश्वरले तपाईँ र मलाई नयाँ सृष्टि बनाइसक्नु भएको छ। अनि तपाईँ र मेरो जीवनमा अबको दिनदेखि तपाईँ र मैले के गर्दैछौँ भने परमेश्वरको महिमामा जाँदैछौँ भने प्रार्थनामा जानुहोस्, विश्वासमा शङ्का नहोस्। हालेलुया। हामी विश्वास गर्दै गर्दा, हामी परमेश्वरको नजिक पुग्दै गर्दाखेरि हाम्रो जीवनमा यदि शङ्का आउँदैछ भने इरा बाबा से खेन्देले बिखिन्दोरो नबासे भन्दै परमेश्वरको वचनमा आउँदै तपाईँ र मैले सबै शङ्काको आत्मालाई तपाईँ र मैले
गर्नुपर्छ। हालेलुया हालेलुया हालेलुया। यहाँ चाहिँ आज तपाईँ र मैले शङ्का गरेको कारण आज तपाईँ र म परमेश्वरको नजिक पुग्न सकिराखेका छैनौँ। आज तपाईँ र मैले शङ्का गरेको कारण हाम्रो जीवनमा उहाँसँग हाजिर हुन सकेका छैनौँ। जम्मै परमेश्वरको वचनलाई भन्नुहोस् अहिले पनि मेरो जीवनमा शङ्का छैन, म चाहिँ तपाईँको सामुन्ने हाजिर छु प्रभु भन्नुहोस् प्रभुसँग। अनि तपाईँ र मैले भन्दै गर्दाखेरि पत्रुसले शङ्का गरेको कारण ऊ पानीमा टिक्न सकेन, किनभने प्रभुले तपाईँ मलाई भन्दै हुनुहुन्छ पत्रुसलाई भनेको हो भनेर नभन्नुहोस्, तर स्वयं प्रभुले तपाईँ र मलाई भन्दै हुनुहुन्छ। हालेलुया। तपाईँ र म चाहिँ एकदमै परमेश्वरको वचनमा तपाईँ र म छौँ अनि हामी चाहिँ परमेश्वरको वचनमा विश्वास गर्दै गर्दा अगाडि बढ्दै गर्दा हाम्रो जीवनमा शङ्का आउनु भएन। हालेलुया। तपाईँ र मैले फेरि पनि अर्को पटलाई हामी हेर्नेछौँ। सबैजनाले लुका 8 अध्यायलाई हामी पढ्नेछौँ। लुका 8 अध्यायको हामी 22 देखि लिएर हामी तल 24-25 हेर्नेछौँ। अनि सबैजनाले भेट्नु भएको होला सायद, म यसरी यहाँ पढ्नेछु। अनि यहाँ चाहिँ परमेश्वरको वचनले यहाँ पनि यसै परमेश्वरको वचनमा भिड लागेको कुरा उहाँपछि धेरै भिडले सटाएको भिड लागेको कारण परमेश्वरलाई हिँड्ने बाटोहरू नभएको एकदमै भिड उहाँपछि पछ्याइराखेको कुरा चाहिँ परमेश्वरको वचनले यहाँ पनि तपाईँले मलाई भन्नुहुन्छ नि यसोले चाहिँ आँधीलाई शान्त पार्नु भएको छ, किनभने तपाईँ र म चाहिँ परमेश्वरको वचनमा छौँ। आज तपाईँ र मैले यदि तपाईँ र मेरो जीवनमा हामीले 536 नम्बरको भजनमा हामीले गाइराखेका छौँ, रोकेर रोकिँदैन नदीको प्रवाहलाई। हालेलुया। हाम्रो परमेश्वरको वचनलाई पनि रोकेर रोकिँदैन, उहाँले उहाँको समयमा तपाईँ र मेरो जीवनबाट काम गर्दै हुनुहुन्छ। हालेलुया हालेलुया। किनभने यस्तै छ प्रभुको काम। हालेलुया। यस्तै छ प्रभुको काम, किनभने तपाईँ र मेरो जीवनबाट कहिलेकाहीँ घरहरूबाट पनि तपाईँ र मेरो जीवन परमेश्वरमा माथि उठ्नुपर्छ। यो छैन भएको बेला पनि तपाईँ र मैले आफ्नो हृदय नभएको बेला पनि प्रभुसँग यदि तपाईँ र म नजिक हुन थाल्छौँ भने नि प्रभुले तपाईँ र मलाई एकदमै परमेश्वरको विजयमा डोर्याउँदै हुनुहुन्छ। हाम्रो जीवनमा शङ्का गर्नु भएन। हालेलुया। अनि यहाँ चाहिँ म 22 मा यसरी पढ्नेछु, सबैजना ध्यानले सुन्नु होला। अनि एक दिन उहाँ आफ्ना चेलाहरूसँग डुङ्गामा चढ्नुभयो र उहाँले तिनीहरूलाई भन्नुभयो हामी टारको पारिपट्टि जाउँ र उहाँहरू डुङ्गामा चढी जानुभयो। डुङ्गामा चढ्दै गर्दा उहाँ निदाउनु भयो। अनि टारमा आधीभरि चढ्न लाग्यो, डुङ्गा पानीले भरिन लाग्यो र तिनीहरू आपतमा परे। अनि तिनीहरूले नजिक आएर उहाँलाई भने यसो भन्दै बिउझाए, गुरुज्यू गुरुज्यू हामी डुब्न लाग्यौँ। अनि उहाँ उठेर बतास र प्रचण्ड लहरलाई हिर्काउनु भयो र ती थामिए अनि सबै शान्त भयो। अनि उहाँले तिनीहरूलाई भन्नुभयो तिमीहरूको विश्वास कहाँ गयो। हालेलुया। अनि यहाँ चाहिँ परमेश्वरको वचनले यहाँ पनि भन्नुहुन्छ नि, यहाँ चाहिँ एकदमै चेलाहरूसँग डुङ्गामा चढेर उहाँ चाहिँ टारको पारिपट्टि जान लाग्नु भएको। अनि यहाँ चाहिँ परमेश्वरको वचनले भन्नुहुन्छ नि एकदमै त्यहाँ पनि आधी बेरी चलेको कारण एकदमै त्यहाँ मानिसहरू चाहिँ त्यहाँ एकदमै हल्ला गरिराखेका छन्, आबर विवरमा परिराखेका छन्। अनि हाम्रो येशू चाहिँ निदाइराख्नु भएको थियो। हालेलुया। हाम्रो येशू चाहिँ निदाइराख्नु भएको थियो। त्यो बेला चाहिँ साँच्चीकै यहाँ वचनले के भन्दैछ, अनि डुङ्गामा चढ्दै
हटाउनेछौँ। हालेलुया। अबको दिनदेखि तपाईहरुमा बटासले पनि अब त्यो बटासलाई हामीले रोक्नेछौँ। आमेन आमेन। सबैले भन्नुस् न, अबको दिनदेखि मेरो जीवनमा अल्झाउने आत्मा आउँदैछ भने अबको दिनदेखि अल्झाउने आत्मालाई म हटाउनेछु भन्नुस् सबैले। हालेलुया। तपाईहरुमा हटाउने व्यक्ति हो। आमेन। तपाईहरुमा हटाउने व्यक्ति हो। यदि तपाईहरुको जीवनमा शैतानले एकदमै सताइराखेको छ भने यो दुष्ट आत्मा त हट यीशुको नाममा रोक्नुहोस्। दुष्ट आत्मा हटिसकेछ। किनभने हाम्रो विश्वासमा शङ्का हुनु भएन। तपाईहरुलाई परमेश्वरको वचनले भन्नुहुन्छ नि, उहाँ उठेर बटासलाई उहाँले चाहिँ हिर्काउनु भयो अनि ऊ चाहिँ ठानिएको र शान्त भएको छ। आज तपाईहरु मेरो जीवनमा पनि शान्त हुनुपर्छ। अनि उहाँले भन्नुभयो तिमीहरूको विश्वास कहाँ गयो भनेर यसरी चेलाहरूलाई उहाँले भन्दै हुनुहुन्छ। अनि उनीहरूको विश्वास चाहिँ सायद बटासहरूको कारण हाम्रो पनि पानी होरी बटास गर्दाखेरि हामी साह्रै डराउने गर्छौँ। सबर एकदमै गरम गुरुङ गर्दाखेरि हामी कानहरू बुझेर है के नै गर्छौँ। त्यसै गरी उनीहरूले सायद डराएको होला। तर परमेश्वरको वचनले भन्नुहुन्छ हाम्रो जीवनमा, मैले आत्माको कुरालाई भन्दैछु है, हाम्रो जीवनमा हामीले होरी बटासहरूको कारण साह्रै डरायो होला। तर हामीभित्र हाम्रो आत्माभित्र बटास चल्दैछ भने अबको दिनदेखि तपाईहरु त्यो बटासलाई हटाउनेछौँ। आमेन।